क्लाउड छ कि यो एरिया हेलो 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 गुड मर्निङ साथीहरू। म चाहिँ भर्खरै उठेर अनि सौरामा छौँ कि हामी चाहिँ अनि उठेर चाहिँ भर्खरै बाहिर निस्किँदैछौँ ल। अब बाहिर सौरामा चाहिँ यसो घुम्नलाई निस्किँदैछ। यो डाइनलाई हेर्नु त यस्तो फोहोर भएको छ। यो अहिले नुहाइदिने भनेको त्यस्तै भएको छ ल। अब यहाँबाट त्यो सौरा भन्ने ठाउँ कता पर्छ त्यतैबाट। हेलो हेलो। अब हामी कता जाने? हामी कता जाने? अब हामी चाहिँ यहाँबाट उहाँ तलतिर मर्निङ वाक जान्छौँ। मर्निङ वाक गएपछि फेरि मर्निङ वाकमा देखाउँछु ल। हेलो हेलो। कता हुनुहुन्छ? सौरामा हामी घुम्दैछौँ ल। हिजो हामी आएर अनि सौरा चाहिँ हामी गैँडा हारे ल। हामी चाहिँ यस्तो बबाल छ कि यो 19 मा सौरा। खै गैँडा? ए गैँडा उहाँ गैँडा ऊ त्यो हामी चाहिँ गैँडा हेर्न आएको छौँ कि गैँडा उता लुक्यो। गैँडा त गैँडा लुको अनुहार कस्तो भएको छ ननुहाएर। हामी मर्निङ वाकमा चाहिँ हामी यता सौरामा आएको छौँ ल। यस्तो बब्बाल छ ल। हेर्नु सौरा हेर्नु। हामी सौरा घुमेर मर्निङमा गैँडा देखियो। त्यसपछि के देखियो? गैँडा देखियो मर्निङ ड्राइभमा। अनि गैँडाले खोला तर्ने बेलामा एउटा सानो चरालाई बोकेर तरेको थियो। मैले हेरेर बसेको थिएँ अनि दुईवटा चराहरू तिनको गैँडाको ज्यानमा बसेको थिए। अनि उनले चाहिँ अनि सबै खोला तराइदियो ल। हेर्नु सौरा ज्यान। हेलो साथीहरू ल। हेर्नु त सानो मान्छे त मजाले भोस पारेर नुनु गर्नुभएको छ। अब हामी चाहिँ बिहान 5 बजे बिहान 6 बजीतिर काठमाडौँबाट हिँडेको। अब यति बेला त हामी यहाँ कुरिन्टार आइपुगेका छौँ ल। हेलो साथीहरू, मेरो क्यामेरा अलि नराम्रो छ कि होइन, र म निक्लेर रेडी भएर हिँडिसकेको छु कि अब सानो मान्छेलाई लिन जाँदैछु। सानो मान्छेलाई झट्ट लिएर भएको छ। ऊ मजाले उहाँबाट हिँडेबाट एकछिन बिचमा आँखा खोलेर हेर्नुभएको थियो। त्यसपछि सुत्नु भएको छ। अब चाहिँ खाजा खाने बेला आइपुगेको छ। हाम्रो गाडी चाहिँ बाटोमा चाहिँ कुनै गाडीहरू पनि हिँडेको छैन, किनकि नेपाल बन्द छ नि त। अनि त्यही भएर हाम्रो काम भएको भएर हेर्नु कस्तो चार्ज गरेर अनि यसो कफी खाएर अनि निस्किने हो। यो
चार्ज स्टेसन यस्तो राम्रो ठाउँ छ कि यो चार्ज गर्ने ठाउँ ठ्याक्कै लाग्यो यस्तो बबाल छ। हेलो हेलो उठ्नुभयो ए गुड मर्निङ सानो मान्छे पानी खाऊ पुन्टु पुटु थ्याङ्क यू। भर्खरै डायमन्डमा यस्तो बबाल भएको छ कि ट्याक्कलाई हेर्नु अब यस्तो दामी दृश्यहरू छ कि यो ठाउँमा यो स्टपमा यस्तो राम्रो ठाउँ छ हेर्नु साथीहरू। होला हामी यो चाहिँ यो रेस्टुरेन्ट छ यस्तो राम्रो छ माथि हेर्नु न यस्तो हरियाली छ होइन दामी हरियाली छ पुरै राम्रो छ। ल स्टेसनमा आएर अब दाइले चाहिँ ट्याक्क चार्ज लगाइदिनुहुन्छ ट्याक्क डायमन्डलाई डायमन्ड चार्ज गरेपछि। मुगलिनको बाटो त बन्द छैन नि दाइ है बन्द हुँदैन दिउँसोमा यस्तो जाम भएको छ नेपाल बन्दमा पनि यस्तो जाम छ कि अलिअलि कोहीले यस्तो टाँसेर हिँडेको छन् साथीहरूले। मायाको डोरीले तिमीलाई बाँधौला मायाको डोरीले तिमीलाई बाँधौला दिलको मोटर कारमा तिमीलाई चढाउला सम्झना। भर्खरै सुतेर उठेर गाडीमा कस्तो राम्रो देखेको छ आज त यो कपडामा राम्रो बगैँचा छ साथीहरू। ल हेर्नु गार्डन पनि ए वहाँ माथि चाहिँ वासरुम छ गर्मी छ है हप्प। चितवनमा झन् कस्तो गर्मी होला चितवनमा हेलो हेलो सानो मान्छे ए जुजु पो लगाएर आएको रहेछ। हेलो साथीहरू ल हेर्नु त सानो मान्छे त मजाले भुस पारेर नुनु गर्नुभएको छ। अब हामी चाहिँ बिहान 5 बजे बिहान 6 बजीतिर काठमाडौँबाट हिँडेको अब यति बेला त हामी यहाँ कुरिटार आइपुगेका छौँ। ल यस्तो जाम भएको छ नेपाल बन्दमा पनि यस्तो जाम छ कि अलिअलि कोहीले यस्तो टाँसेर हिँडेको छन् साथीहरूले। मायाको डोरीले तिमीलाई बाँधौला मायाको डोरीले तिमीलाई बाँधौला दिलको मोटर कारमा तिमीलाई चढाउला सम्झना। हेलो साथीहरू नमस्ते। अहिले हामी आज के दिवस हो बाबु? गणतन्त्र। आज गणतन्त्र दिवसमा हामीहरू गणतन्त्र कहाँ गढेछन् भन्दै हिँड्न लागेको छौँ। अनि आज हामी कहाँ जान्छौँ तपाईँहरूलाई आज साथीहरू यो हाम्रो डाइट हो साथीहरू। भरे हामी आँप किन्न पनि जान्छौँ डायमन्डमा चढेर। अघि एउटा डायमन्डको
डाइनको एडभर्टाइजमेन्ट गर्न शुभकामनाले नम्बर 1 हिलो la 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 हामी भर्खरै खाना खाएर चाहिँ पसल जाँदैछौँ ल साथीहरू ल हेर्नु साथीहरू हामी भर्खरै भात खाएर 10-15 मिनट अगाडि भात खाएर अनि अब फेरि जाँदैछौँ यो ठाउँहरू तपाईँले याद गर्नुभएको छ साथीहरू यो ठाउँ कहाँ हो थाहा छ यो भिआइपी एरिया गएको छ साथीहरू ल हेर्नु त यस्तो दामी साम्राज्य राज्य गर्न रातो र चन्द्र सूर्य झिङ 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 झङ्गी निशान हाम्रो हिउँदो रङ दहियो कन्दो निशान हाम्रो झिङ 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 म त अहिले हाल्दिउँ कस्तो राम्रो देखिँदो रहेछ हेर्नु आकाश हेलो हेलो साथीहरू साथीहरू हामीहरू घुम्दैछौँ आज गणतन्त्र दिवसमा कहाँ कहाँ तानेको छन् त गणहरू गणतन्त्र दिवसमा त गणको साथीहरू सबै ड्युटीमा रहेछन् आज गणतन्त्र दिवसमा गडौलाहरू कहाँ कहाँ रहेछन् बस्दै हेरेको त यहाँ रहेछन् बिहा रहेछन् झ्याम रहेछन् Bonto bonto makamuko pam pam poko sana boko bongkara bongko makamuko pam pam poko mana titimle no bone ayo amero फुल्छ हाम्रो माया लालीको रस फुल्छ चक्का त यस्तो बब्बाल घुम्दो रहेछ बाबा रक एन्ड रोल टोडा गएको छ सानो मान्छेले चलाएको छ ठुलो ट्रक आएको छ सानो मान्छेले चलाएको छ ठुलो टोडा गएछ सानो बाबु छोडेछ माकमुको पाम पाम पुको सानो मेरो पुङ्कु नपुको हेलो अब हामी पसल जान लागेको छ पसल बगेको छ तपाईँहरूले देखाउँछु
नयाँ सामान आएको हो बहिनी खै कुन देखाइ त अब अर्को उठ्यो दिदी वा यो जुन बप्पा लैदिस हामी चाहिँ यो नारायणघाटको यो जङ्गलमा छौँ कि साथीहरू अब हामी चाहिँ यस्तो घुमेर यस्तो जान्छौँ ल अनि हामी चाहिँ अब चल हामीलाई यस्तो गर्छु मैले चाहिँ लिफ्ट माग्छु ल हेलो हेलो ल यो चाहिँ बर्थडेको भोलिपल्ट है त यो चाहिँ हाम्रो बर्थडेको भोलिपल्ट हामी चाहिँ सौरा आएको थियौँ हिजो बर्थडे अनि सौरा आएर घुमेर अहिले चाहिँ हामी फर्किँदैछौँ साथीहरू अझै छ घुम्दैछौँ अब यो चाहिँ भरतपुर हेर्नु यस्तो रेणु म्यामको सहर यस्तो राम्रो छ कि साथीहरू हेर्नु ठ्याक्कै इन्डियाको यस्तो यस्तो राम्रो सुन्दर सफा सडक भनेको कहाँ भरतपुर यो चाहिँ एयरपोर्ट है भरतपुर महानगरपालिकाको एयरपोर्ट चाहिँ भरतपुर विमानस्थल अनि यो एयरपोर्टनिर चाहिँ हेर्नु त यी दुईवटा बाघहरू वेलकम चाहिँ बाघहरूले गर्छ नै आहा कस्तो राम्रो हो हामी त्यहाँको झन्डालाई निकालिदिएछु नै हामी चाहिँ भरतपुरमा आइसकेको छौँ ल म त भर्खरै सुतेर उठेको कस्तो अनुहारै कस्तो नराम्रो देखियो कि भरतपुर आइसकेको छ सानो मान्छेभित्र मेकअप गरिराख्नु भएको छ कि अनि हामी चाहिँ भरतपुरको चाहिँ यो नारायणी किनारमा आएको छौँ ल नारायणी किनारमा चाहिँ हामी चाहिँ यसो बोटिङ गर्नलाई अनि यसो रमाइलो गर्नको लागि चाहिँ आएको छौँ म आज स्ट्यान्ड ल्याउन भुलेछु र हातबाट यस्तै गरेर खिचेको छु ल हेर्नु साथी चेक ल त्यहाँदेखि मान्छेले त्यहाँभित्र यस्तो मेकअप गरेको छ मेरो डाइनलाई पनि आज मैले यस्तो दामी तरिकाले फ्रेस चितवनमा गर्मी भएको र डाइनलाई पनि नहेरेको छु ल हेर्नु त यो पुल नारायणीको पुल यस्तो युनिक छ नारायणीको पुल कि अब साथीहरू हामी चाहिँ सर भिजिट गर्छौँ ल हेलो ल सेक हामी झरिसक्नु भएको छ मेरो सानो मान्छे अब हामी चाहिँ नारायणी किनारतिर यसो चलबल हान्छौँ ल होइन यस्तो चलपल हान भनेर ल हामी चाहिँ यहाँ चलपल हान्दै हिँडेको छौँ कि भाइ चाहिँ पछि आउनुभयो फोटो खिच्नु मोटु पातलु पनि छन् ल यहाँ बोटिङ नजाने मलाई डर लाग्यो कति लाग्यो त्यहाँ सोधा पनि जाऊँ आउनु पनि जाऊँ त्यहाँसम्म के रहेछ अब फेवाताल गएको यो त चुइँ जानुपर्छ यो बोटिङमा हामी चाहिँ होइन नारायणी किनारमा म तपाईँलाई एउटा स्पेसल चिज देखाउँछु ल
नारायणी किनारमा चाहिँ म आएको छु कि घुम्नको लागि बोटिङको लागि र यो म तपाईँलाई यस्तो बब्बाल मेरो साथी यहाँ रहेछ कि बल्ल भेटेर हेर्नु जोकस कन्टुस हेलो मोटु पातलु हेलो मोटु ल हेर्नु त पातलु पातलु त मिना दिदीलाई देखेर मक्ख परेर बसेको छ यो चाहिँ बोर्डिङ हो अनि उहाँको यो देख्नुभएको छ नि यो केबल कार मन्दिर केबल कार यहाँ के मन्दिर छ क्या यो पातलु फेरि मक्ख परेर बस्यो यहाँ कसलाई उमरमा हात लाएर खाना पाउँछु कि समस्या भन्दै